हेलो एभ्रिवान, नमस्ते सेवा स्वागत छ है सबैजनालाई मेरो आजको नयाँ भिडियोकोमा। अनि म चाहिँ आज नयाँ भिडियो लिएर आइसकेको छु। धेरै धेरै दिनपछि, लगभग 1-2 महिना पछाडि अब त्यस्तोको बनाउने नै भनेर चाहिँ योजना बनाएर चाहिँ भिडियो बनाएको होइन। यसो खाँदै गर्दाखेरि करेन्ट चाउचाउ खानु मन लागिराख्दाखेरि खाँदै गर्दाखेरि एउटा भिडियो बनाएर पोस्ट गर्छु आज चाहिँ भनेर जागर चलाइदिएको। अब यहाँ पहिलो घाँस खाँदैछु है साथीहरू, हेर्नु होला है। खाँदा खाँदै यो प्लानले डिस्टर्ब गर्यो कि यता मिलाउनै पर्यो। अनि मिठो छ, तातो तातो पिरो पिरो चिसो मौसमको लागि एकदम बेस्ट छ है साथीहरू। यो मेरो भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि मेरो युट्युब च्यानल करुणा मुकबाङ ब्लग छ, अनि सब्सक्राइब गरिदिनु होला है साथीहरू। अनि आज चाहिँ आज चाहिँ देख्को देखेछु नि त, मुख खाली हुनुहुँदैन। खाएकै छु अनि मेरो तातो तातो मुखै पोल्छ भने डराइ डराइ खाँदैछु। अब पानी खान्छु। म चाहिँ सादा पानी खाएको छु यो करेन्ट चाउचाउसँग। धेरै मोटाको भएर म यो फ्रुटी के अरे स्प्राइटहरू एक्सट्रिमहरू मैले खान छोडिदिइसकेको छु। कहिलेकाहीँ साथीहरूसँग भेट हुँदा चाहिँ म खान्छु, तर अब यसरी घरमा चाहिँ ल्याइकन चाहिँ खाइँदैन। यो करेन्ट चाउचाउ पनि नखानु भन्छ, तर यसलाई पनि म नटेरी खाँदैछु, किनकि यो चाहिँ छोड्नै नसक्ने रहेछ हौ साथी। करेन्ट चाउचाउ चाहिँ यस्तो चिज भयो कि छोड्नै नसकिने रहेछ। बरु अरू सब कुरा सकिन्छ, करेन्ट चाउचाउ अनि यो चाहिँ छोड्नै गाह्रो हुँदो रहेछ। बेला बेला खानु मन लाग्दो रहेछ, 1 महिना 2 महिना बादमा। खालि मेरो फेभरेट यो भएर पनि होला, यो चाहिँ सधैँ खाइरहेको बानी भएर होला खानै मन लाग्छ। मोमोहरू पनि खाइन्छ, तर अझ करेन्ट चाउचाउ जति चाहिँ मलाई अरू के पनि बेस्ट लाग्दैन। त्यो भएर पनि होला आज दिँदैछु कम कि कम। अरू बेला त अन्डासँग खान्थेँ, आज त भेज बन्दा के हालेर खाएको छु। दाना दुनी पनि हालेर धेरै मोटी भइसकेँ करेन्ट चाउचाउले। र पनि छोडेको छैन है, मैले खानु चाहिँ छोडेको छैन है साथीहरू। यस्तै छ मेरो भिडियो हेरेर अहिलेसम्म साथ दिनुभएको सबैजनालाई धन्यवाद। अनि मेरो युट्युब च्यानल करुणा मुकबाङ ब्लग छ, हेरेर साथ दिनु होला। लाइक कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला है साथीहरू। तपाईँहरूको सपोर्टले नै मलाई धेरै हौसला मिल्नेछ। आगामी दिनहरूमा पनि म राम्रो राम्रो भिडियो बनाउने प्रयास गर्नेछु। अब सुरु छ, खासै धेरै एक्सपोर्ट त छुइनँ नि त भिडियो बनाउनुमा, तर अब तपाईँहरूको हौसला साथ सपोर्टले मलाई चाहिँ हौसला मिल्नेछ। अनि म राम्रो भिडियो बनाउने प्रयास गर्नेछु है त साथीहरू। बाई बाई।